हेर्नुस्, नेपालको शैक्षिक परिपाटी त अहिले विगत केही वर्षदेखि यता यति ध्वस्त भएर गएको छ। न त क्वालिटी छ शिक्षामा, गुणस्तरीयता जिरो छ, शैक्षिक अनुशासन समाप्त भएको छ र अब हामीहरूको शिक्षाले नेपाली विद्यार्थीहरूलाई के दिन खोजिरहेको छ मैले आफैले बुझ्न छोडेको छु। मैले 33 वर्ष हैन विद्यार्थीहरू पढाएँ र अहिले आएर अहिलेको शिक्षा प्रणालीलाई हेर्दाखेरि, विद्यालयमा गएर हेर्दाखेरि, विद्यार्थीहरूको बीचमा गएर उनीहरूलाई देख्दाखेरि, शिक्षकहरूको एउटा जिम्मेवारी बोधको भावनालाई अध्ययन गर्दाखेरि मलाई लाग्छ हामीहरूले शिक्षा क्षेत्रमा व्यापक ठुलो आमूल परिवर्तन गर्नुपर्छ र यो विदेशको कपी गर्ने जुन एउटा शैक्षिक प्रणाली हामीले सुरु गरेका छौँ यसलाई तुरुन्त बन्द गरेर हाम्रो माटो सुहाउँदो, हामीहरूको समाज सुहाउँदो, हामीहरूको विद्यार्थीहरूको चाहना अनुरूपको शैक्षिक प्रणाली सुरु गरिएन भनेदेखि युवा पुस्ताले मुलुकप्रति जवाबदेहिता लिन गाह्रो हुन्छ।